कोही कोही मान्छेहरू यति धेरै चुतिया हुन्छन् कि हाम्रो पुरा देश नेपाललाई नै बदनाम गरेर राखेका छन्। अब हेर्नुहोस्, पछिल्लो समयको एउटा घटना, एउटा विदेशी पर्यटक जो साइकलमा चाहिँ राइडिङ गर्दै यताउति हिँडिरहेका हुन्छन्, आफ्नो भ्लग बनाउँदै गर्छन् है। नेपालका विभिन्न ठाउँहरूमा चाहिँ उनले भ्लग मार्फत देखाएका छन्। सही क्रममा एउटा पिकनिक भनौँ न, यस्तै खालको एउटा चलिरहेको ठाउँमा चाहिँ गएर उनले अलिकति खाना मागेर खाने कोसिस गर्छ। त्यतिकै बेला एकजना हाम्रै नेपालको एकजना व्यक्तिले चाहिँ उमाथि एउटा दुर्व्यवहार गरेको देखिन्छ कि पर्यटकलाई। हुन त यस्तो नगर्ने थियो, एकजनाले गर्दा हाम्रो पुरा देश नेपालीहरू नै बदनाम भएका छन्। अब हेर्नुहोस्, यति सानो गल्तीले गर्दा अहिले नेपाल कति धेरै बदनाम भएको छ भन्ने कुरा त प्रष्ट देखिकै छ। एकजना व्यक्ति जसलाई चाहिँ अलिकति खाना दिएकै भरमा पैसा माग्ने यताउति, अलि यही कुरा चाहिँ सामाजिक सञ्जाल निकै चर्किएको छ। जुन व्यक्तिले त्यस्तो गरे त्यो व्यक्ति पनि लाइफमा आएर चाहिँ एउटा माफी मागेको अवस्था पनि छ। तर पनि कता कति चाहिँ यति भनिरहँदा चाहिँ बाहिरको व्यक्तिले के सोच्छ, नेपाल त पुरै खतम रहेछ, नेपालका मान्छे त सबै यस्तै रहेछन् भन्ने हुन्छ कि हुन्न। एकजना मान्छेले गर्दा कति धेरै नेपालीहरूले आफूलाई चाहिँ बदनाम खेप्नु परेको हुन्छ। यो मात्रै नभएर यही घटनाले लिएर अहिले जुन देशको मान्छेले यस्तो तरिकाले त्यहाँनिर चाहिँ बदनाम गरियो, अहिले हामी पनि त्यही देशमै जाने हो भने भोलि यो देशको मान्छे चाहिँ यस्तो खराब हुन्छ, यस्तो यस्तो हुन्छ, के इज्जत गर्नु भन्ने एउटा वातावरण सिर्जना हुने गर्छ कि। त्यसैले पर्यटकको अथवा अन्य कुनै देशको व्यक्तिलाई सम्मान गर्न सकिन्न भने उसको बेइज्जत पनि नगरौँ, किनभने यस्तै ससाना कुराहरूले गर्दा हाम्रो नेपाल बदनाम हुन गएको छ। तपाईहरु के भन्न चाहनुहुन्छ? आफ्नो प्रतिक्रिया अवश्य पनि कमेन्ट गर्नुहोला।